के अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम कुनै शैक्षिक संस्थाको हाताभित्र हुनु राम्रो कुरा हो? के यसले टियुको समग्र शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पार्दैन? के टियुभित्र पढाइ भइरहँदा बाहिर क्रिकेट गेम सम्भव छ? बाहिर क्रिकेट गेम भइरहँदा टियुभित्र जो पढिरहेका हुन्छन् उहाँहरूको चाहिँ एकाग्रता पढाइप्रति रहला? यी अनेक विषयहरू टियुभित्र अन्तर्राष्ट्रिय स्टेडियम बनाइदिनाले उठेको छ। म चाहिँ एक दिन एनपिएल चलिरहँदा टियुको बाटो एक ठाउँमा जानुपर्ने अवस्था आयो। त्यो अवस्थामा मैले हेर्दाखेरि त्यहाँ पुरै जाम थियो। त्यो जामको अवस्थामा त्यहाँ पढ्ने विद्यार्थीहरूको मानसिकतामा कस्तो असर गर्ला भन्ने लाग्यो मलाई। साँच्ची नै एक नजरले हेर्दाखेरि त के छ र होइन, गेम भइरहेछ, क्रिकेटको विकास भइरहेछ, त्यो सकारात्मक पाटो हेर्न सकिएला। तर टियु भनेको नेपालको जेठो विश्वविद्यालय हो, ठुलो विश्वविद्यालय हो। त्यसले नेपालको शैक्षिक गुणस्तर सुधार्ने ठुलो अभिभारा बोकेको छ। त्यही भएर त्यहाँ चाहिँ डिस्टर्ब भयो। त्यहाँ क्रिकेट रङ्गशाला हुनाले त्यहाँको विद्यार्थीहरूलाई डिस्टर्ब भयो। त्यो भएर त्यहाँ चाहिँ क्रिकेट रङ्गशाला अन्तर्राष्ट्रिय गेम हुने गरी र लिगहरू खेलाउने गरी राखिनु हुँदैन। तपाईँ हामीलाई पनि पढ्ने समयमा जतिखेर पिरियड भइरहेको हुन्छ त्यतिखेर बाहिर गेम खेलिरहेको थियो भनेदेखि मनचित्तै त्यहाँ पुगे हुन्थ्यो। अब त्यहाँ टियुभित्र त्यो नहोला, पक्कै पनि हुन्छ। त्यही भएर यो चाहिँ राज्यले एकदम विचार पुर्याउने कुरा हो। होला लोकप्रियताको लागि बनिसकेको स्टेडियम यसले विरोध गर्यो भनेर मलाई विरोध गर्न आउनु होला। तर त्यो चाहिँ लङ टर्मको लागि टियुको भविष्यमाथिको खतरा हो। अहिले बनिसकेको जुन फ्लडलाइट कुर्सीको संरचना छ त्यसलाई यथावत राखे भइहाल्यो। त्यो पछि पनि काम लाग्छ। त्यहीँको विद्यार्थीहरू अन्तर कलेजका गेमहरू त्यहाँ खेलाउन सकिएला। तर यो खालको पुरै अन्तर्राष्ट्रिय स्तरको खेलहरू, एनपिएलका लिगका खेलहरू चाहिँ त्यहाँ गराउनु हुँदैन। त्यो गराउँदा कि त एनपिएलको सेड्युल टियुमा पढाइ नहुने बेला पार्न पर्यो, कि चाहिँ टियुमा पढाइ रोकेर एनपिएल गर्नु पर्यो। त्यो भएर त्यो खालको अदूरदर्शी सोच राखिनु हुँदैन। त्यसलाई तत्काल त्यहाँबाट अन्त सिफ्ट गरिनुपर्छ र अन्त बरु मुलपानीमा राम्रो स्टेडियम बनाउन सकियो, अरू ठाउँहरूमा पनि बनाउन सक्यो। त्यही धुर्मुस सुन्तलीले बनाउन छोडेर बनाइरहेको स्टेडियमलाई छिटो गतिमा बनाए भयो। त्यही भएर यो टियुको भविष्यमाथि सङ्कट आउने खालको काम चाहिँ गरिनु हुँदैन भन्ने लाग्छ मलाई। यसमा तपाईँहरूको राय के छ कृपया कमेन्ट बक्समा राखिदिनु होला। हस्, नमस्कार।